क्वेसन हेर त क्वेसन के भन्छ क्लिभेज ओ माई गड क्लिभेज देख्दा त मलाई है अहिलेको यो जुन ध्वस्त भएको हाम्रो देश छ त्यसको चाहिँ कल्पना भइरहेछ हेर सो धेरैको घरहरू भत्क्यो धेरैको जिन्दगी गयो सो त्यस्तै गरेर यदि सिसी बन्ड टुट्नु पर्यो यदि भाँच्नु पर्यो भने त्यति बेला के बन्न सक्छ है देशै भाँच्यो भने हामी कहाँ रहला है जस्तै कार्बनमा क्लिभेज भयो केही न केही त होला नि है त याद गर्नुस् कार्बनमा क्लिभेज भयो भने के बन्न सक्छ ट्याक्कै कार्बन बीचबाट तोड्न सक्छ त्यति बेला होमोलाइसिस हुन्छ होमोलाइसिस भयो भने के बन्छ त मेनली फ्री रेडिकल बन्छ के बन्छ फ्री रेडिकल बन्छ यदि कार्बनसँग कुनै इलेक्ट्रोनेगेटिभ ग्रुप तानियो भने त्यहाँ चाहिँ के हुन्छ त कार्बोक्याटाइन या कार्बोएनाइन बन्न सक्छ र सो किनभने हेट्रोलाइटिक बन्ड फिसन पनि हुन सक्छ नि त त्यो भयो भने कार्बोक्याटाइन पनि बन्न सक्छ कार्बानियन पनि बन्न सक्छ कार्बोक्याटाइन र यो तीनवटै बन्ने चान्सेस छ के यो तीनवटै बन्ने चान्सेस छ त्यो भएको हुनाले आन्सर के भएको हो त सो फ्री रेडिकल अल भएको ठिक छ अल भएको ठिक छ ल